जय मसी तपाईहरु सबैजनालाई अनि गुड आफ्टरनुन। अनि म चाहिँ आज आएको थिएँ यहाँ हाम्रो बारीमा बगानमा आएको थिएँ। अनि अस्तिको भिडियोमा पनि मैले देखाएको थिएँ यहाँको हाम्रो बगानको बारेमा तपाईहरुलाई भिडियो सेयर गरेको थिएँ। अनि आज फेरि अलिकति भिडियो सेयर गर्नु मन लाग्यो अनि छोटो भिडियो तपाईहरुलाई देखाउँछु भनेर हाम्रो यहाँको सब्जीहरू मतलब बहुत ही राम्ररी बढ्दैछ अनि राम्रो मल को कारणले होला अनि बहुत ही राम्ररी ठुलो हुँदैछ। अनि त्यो चाहिँ मतलब तपाईहरुको अगाडिमा सेयर गर्छु भनेर देखेर धेरै राम्रो लाग्यो। सब्जीहरू बढेको देखेर राम्ररी फलेको देखेर नि राम्रो लाग्यो। अनि गएको पालि चाहिँ यति राम्रो भएको थिएन, यो पालि चाहिँ धेरै राम्रो भएछ। अनि त्यही कारणले तपाईहरुको अगाडि देखाउँछु भनेर म छोटो भिडियो बनाएको थियो। साथीहरू तपाईहरु मेरो भिडियोलाई सुरुदेखि लिएर अन्तिमसम्म जरुर हेरिदिनु होला। अनि आउनुहोस् अलिकति तपाईहरुको अगाडि म सेयर गर्छु। हेर्नुहोस् साथीहरू, यहाँ अब बगान चाहिँ एकदम हराभरा पुरा भएको छ है, हरियाली पुरा बगानमा चाहिँ। यो चाहिँ गाजर हो साथी हो, गाजर गाजर यति लगाएको छैन, यति एरिया मात्रै पुरा मतलब नि गाजर लगाएको छु। बहुत राम्ररी हुँदैछ गाजर पनि, एकदम यसको जुन चाहिँ फल छ नि एकदम ठुल्ठुलो भएर एकदम राम्ररी हुँदैछ, अरू बढ्छ। अनि यहाँ फुलकोपी अरे पत्ताकोपी लगाएको छु, पत्ताकोपी पनि राम्ररी हुँदैछ। अनि टमाटरको पनि बिचमा मतलब एक दुईटा पुली लगाएको रहेछ। अनि यो चाहिँ हो तपाईको फुलकोपीको गाछ। हेर्नु न साथीहरू, के मजाले भएको छ नि फुलकोपीहरू, हेर्नुहोस् त फुलकोपी। अनि त्यहाँ सलगम पनि हुँदैछ, सलगम नेपालीमा के भन्छ यदि थाहा छैन। यहाँ हेर्नुहोस् न फुलकोपी भर्खर हुँदैछ, कोपिला भित्र हुँदैछ, लेकिन गाछ चाहिँ फुलकोपीको गाछ चाहिँ यत्रो ठुल्ठुलो भइसकेको छ। पत्ता पनि एकदम हरियो हरियो भएर एकदम फ्रेस भएर नि यहाँ पत्ताकोपी फल्दैछ। यहाँ पनि पत्ताकोपी यो चाहिँ रेडी हुनु आँटेछ, ठुलो हुँदैछ। त्यता पनि पुरा छ, सबैतिर फुलकोपीको पुरा हरियाली भएर एकदम बिहान उठेर हेर्नु चाहिँ एकदम मलाई मजा लाग्छ। मेरो रुम चाहिँ त्यो हो साथीहरू, मेरो रुम चाहिँ त्यो हो। अनि त्यहाँदेखि उठेर बिहानै उठेर मतलब एकदम बिहान घाम नलाग्दाखेरि एकदम कुहिरो हुँदाखेरि हेर्दाखेरि एकदम राम्रो देखि पाउँछ। फ्रेस बिहान उठेर हेर्दा एकदम मुड पनि फ्रेस गरिदिन्छ बिहान उठेर हेर्नु। हेर्नु साथीहरू, यहाँ पुरा लगाएको छ एकदम चारैतिर। यो गोलो के भन्छ कोनी, यो त फुलकोपी भन्छ कि यसलाई न के भन्छ कोनी साथीहरू, मलाई यति नाम थाहा छैन यसको। हेर्नु न यहाँ एकदम, यहाँ त झुप्पै परेर भएछ, पुरा राम्ररी एकदम फल्दैछ है साथीहरू। तपाईहरु पनि यसरी घरमा अब फार्मिङ मतलब नि बगानहरू गर्नुहुन्छ भने तपाईहरु पनि यस्तो भिडियोहरू बनाएर हाल्नुहोस्, सेयर गर्नुहोस् एक दुसरेमा, सोशल मिडियामा सेयर गर्नुहोस्। तपाईहरुको मतलब आफ्नो घरको बगानहरू यस्तो तपाईहरुले लाउँछ सब्जीहरू लगाएको अलिक सेयर गर्नुहोस्। तपाईहरु पनि सेयर गर्न सक्नुहुन्छ। यतापट्टि पनि एकदम राम्ररी भएछ एकदम। यो पत्ता चाहिँ साथीहरूले चिन्छ कि चिन्दैन हो, यो लेक्टुस पत्ता, एकदम स्यालेड खाने एकदम हेल्दी पत्ता अरे यो चाहिँ, बहुत हेल्दी भन्छ यसलाई चाहिँ। अनि यहाँ चाहिँ पुरा यहाँ पनि पत्ताकोपी रेडी हुँदैछ, तयार हुँदैछ। यो चाहिँ यो सब्जी चाहिँ के हो, तर यसको चाहिँ नाम थाहा छैन। म हेर्दा पत्ताकोपी जस्तो पनि लाग्छ, चाइनिज केबेज पनि भन्छ यसलाई, के हो नाम त यति थाहा छैन मलाई। हेर्नुहोस् न यति राम्ररी फल्दैछ नि सब्जीहरू। आज अलिकति उठाएको थियो होला बिहान, चारैतिर। उयो चाहिँ मेरो रुम हो, यो यहाँ देख्नु हुँदैछ नि तपाईहरुले, यो चाहिँ दरवाजा चाहिँ मेरो रुम हो। अनि मेरो कपडाहरू धोएर सुकाएको छु मैले। अनि बिहान यहाँबाट रुमबाट म यसो उठ्छु, अनि बिहान यसो हेर्नु यतापट्टि सिधै नै यहाँ आँखामै देखि पाउँछ यो बगान चाहिँ। मतलब यस्तो हेरेर यतापट्टि बिहान हेर्नुपर्छ, एकदम फ्रेस एकदम बहुत ही राम्रो लागेर आउँछ। एकदम मुड पनि बिहान फ्रेस हुन्छ, पुरा फ्रेस सब्जीहरू छ साथीहरू।
साथीहरू तपाईँहरू पनि यसरी आफ्नो घरको बगानहरू भिडियो गरेर सेयर गर्न सक्नुहुन्छ। भिडियो सानो बनाइहेरेको थिएँ साथीहरू, कस्तो भयो थाहा छैन। आशा गर्छु राम्रै भयो होला, तपाईँहरूको माया देखाउनु होला। राम्रो लाग्यो भने तपाईँहरूले लाइक गरिदिनु होला, सेयर पनि गरिदिनु होला। तपाईँहरूको धेरै माया दिनु होला। हुन्छ साथीहरू, सबैलाई गुड आफ्टरनुन, सबैको दिन शुभ जाओस् भनेर म आशा गर्छु, प्रार्थना गर्छु। टेक केयर, बाई बाई।